हेलो गाइज, आज चाहिँ हामी महेन्द्रनगरबाट जोगपुराको लागि निस्किसकेका छौँ। जो कि हामी चिटिक्क पारेर रेडी भएका छौँ। हामीलाई भाउजूले रेडी गरिदिनु भएको छ, दाइलाई र मलाई होइन। अब हामी चाहिँ महेन्द्रनगरबाट दैजी भएर जोगपुराको लागि निस्किनेछौँ। बाटोमा के इन्जोय, के मस्ती, के हुनेछ सबै देखाउनेछौँ। के छ जोगपुरावासी, आउने होइन त भेट्न चाँडो चाँडो। गाइज अब हामी निस्किँदैछौँ। यहाँ मेरो फ्यान मिलेका छन्। के छ बाबु? ठिक छ। ठिक छ होइन। मेरो यो भिडियोमा के भन्न चाहनुहुन्छ? ल चाँडो भन त। लाइक सब्सक्राइब सेयर। लाइक सब्सक्राइब सेयर गरिदिनु रे भान्जे। के छ तपाईँ के भन्न चाहनुहुन्छ? ल केटाहरू बाई बाई, हामी निस्किँदैछौँ अब जोगपुराको लागि। बाटोमा इन्जोय गर्नेछ, फुल मस्ती हुनेछ, पुरा हेर्नु होला यो भिडियो। लेट्स गो। हामी निस्किसकेका छौँ घरबाट। केटाहरू हामी निस्किँदैछौँ। यहाँ आछन् मेरो भाइ अनि मेरो अर्को भाइ, दुइटै भाइ अनि हाम्रो दाइ। हामी चारजना जानेछौँ जोगपुराको लागि। के छ त जोगपुरा बासी भेट्न आउने होइन? चाँडोभन्दा चाँडो बाटोमा आउनु होला है। हामी निस्किसकेका छौँ केटाहरू। अब हामी निस्किसकेका छौँ। हजुरहरू हेर्न सक्नुहुन्छ, उहाँ भाइ र दाइ बसेका छन्। यहाँ हाम्रो अर्को भाइ र म बसेका छौँ। फुल इन्जोय, फुल मस्ती हुनेछ। फुल भिडियो हेर्नु होला, बबालै मजा आउनेछ। बाटोमा हामीले के गर्नेछौँ होइन। यो मेरो घर हो, उहाँ मेरो रेडी। हाम्रो यो घर रेडी हुँदैछ, बबालै बन्दैछ, बबालै इन्जोय हुनेछ, बबालै मजा आउनेछ होइन। केटाहरू हामी ग्यारेजमा पुगिसकेका छौँ, किनकि बाइक साइक देखाउनु पर्छ नि त। पहाड रोड होइन, बाइकको के छ हावा चेन अनि हाम्रो दुइटै बाइक यहाँ देखाउँदैछौँ हामी मिस्त्री दाइलाई। र अब हामी यहाँबाट निस्किनेछौँ। हामी दैजीबाट भएर टक्क पारेर जानेछौँ। गाइज हामी बाइकको सबै कन्डिसन हेरेर ग्यारेजदेखि निस्किसकेका छौँ। अब हामी दैजी पेट्रोल पम्पमा तेल हालेर हाम्रो जोगपुराको यात्रा जारी रहनेछ। दाइ के भन्नु छ तपाईँलाई? हेर्न सक्नुहुन्छ हाम्रो पछाडि हाम्रो दाइ आउँदैछन्। हामी निस्किसकेका छौँ, किनकि बाइक पनि चेक गर्नु पर्यो नि त। अफ रोड हो होइन, बाटोमा केही प्रब्लम आयो भने बाटोमा ग्यारेज हुँदैन। त्यसको लागि हामीले पुरै गाडी चेक हाने। हामी अब टक्क अहिले हामी दैजी पुगिसकेका छौँ। र हामी बाटोमा के हुनेछ, के भेटिनेछ र कस्तो कस्तो ठाउँ के रहेछ, हामी फर्स्टचोटि हो नि त जोगपुरा जाँदै, पहिले गएको छैन होइन। पुरा बुडरबाट हामी डडेलधुरा बैतडी त राइड गरेका छौँ होइन। तर यहाँ दैजीबाट अफ रोड गरेर हामीले जोगपुरामा फर्स्टचोटि हो। कस्तो छ के छ, बबालै मस्ती हुनेछ भन्ने मलाई आशा छ। र केटाहरू फुल भिडियो हेर्ने, फुल इन्जोय गर्ने हो होइन। अनि तपाईँहरू पनि जोगपुरा आउनु भएको छैन भने अब म पछि भन्छु कस्तो छ र के आउनेछ भन्ने। आउनै पर्छ कि कस्तो छ भने म भन्दै गर्छु। बबालै मजा आउनेछ, बबालै मस्ती छ केटाहरू। ल र हामीले बाइकमा पेट्रोल पनि हालिसकेका छौँ, हजुरहरू हेर्न सक्नुहुन्छ। अब हामी निस्किँदैछौँ दैजीबाट सिधै जोगपुराको लागि। केटाहरू हामी जोगपुरा जाँदाखेरि मेरो दैजीमा साथीहरू भेट्टा छन्। हेलो हेलो साथीहरू, के छ? एकदमै बढिया छ। एकदमै के भन्न चाहनुहुन्छ? एकदमै ठिक छ। यसलाई चाहिँ माया गरिदिया, सपोर्ट गरिदिया है। उहाँलाई त चिन्नु नै भयो होला, मेरो योभन्दा अगाडिको भिडियोमा पनि आउनु भएको थियो। नचिन्नु भयो भने लब्दे बिस्ट हेर्नु होला, कडाभन्दा कडा। हामी फुल मस्ती, फुल इन्जोय गर्नेछौँ। हामीले छेला चौराईमा हामीले नास्ता खाइसके अनि अब हामी निस्किँदैछौँ। बबाले छ छेला चौराई पनि हेर्न सक्नुहुन्छ। यहाँ लोकल कुखुराको मासु त बबाले भन्छ अरे होइन। फाइनली हामी दैजीबाट जोगपुरा जाँदाखेरि हाम्रो सबैभन्दा खतरनाक, सबभन्दा राम्रो ठाउँ हाम्रो बेतकोट ताल। त्यहाँ त अवश्य पुग्नुपर्छ सबैजनाले। त्यो धेरै टाढा पनि छैन, लगभग दैजीबाट 8-10 किलोमिटर होला जस्तो लाग्छ होइन। बबालै ठाउँ छ। हामी बेतकोट तालको छेउमा छौँ, हजुरहरू हेर्न सक्नुहुन्छ। यो पछाडि रहेको हाम्रो बेतकोट ताल, जो कि भयङ्करै खतरनाक हो कि यो। बवाल ठाउँ छ कि, अलगै लेभलको फिल आउँछ, अलगै लेभलको मजा आउँछ यो देख्दाखेरि। हेर्न सक्नुहुन्छ पुरै वरिपरि जङ्गल, बिचमा ताल, एउटा डाँडा अनि वरिपरि पुरै डाँडाको तलनिर हाम्रो रुखहरू अनि बिचमा एउटा ताल छ। असाध्यै बवालै ठाउँ हो। भाइ कस्तो लाग्दैछ तपाईँलाई? एकदम बवाल छ यो ताल। हेर्न सक्नुहुन्छ, यसमा माछाहरू हेर्न सक्नुहुन्छ। एकदम रमाइलो ठाउँ छ। हाम्रो देवताको पनि एउटा यो कुल मानिने हुनाले यो बेतकोट ठाउँमा अवश्य आउनु होला। सबैजना एकचोटि बेतकोट तालमा अवश्य भिजिट गर्नु होला।
होइन बवालै ठाउँ छ सोचेको मनोकामना नि पुरा हुन्छ होइन रमाइलो छ अनि हामी चोकपुरा जाँदाखेरि बिचमा के आउँछ कस्तो ठाउँ आउँछ के हुन्छ हजुरलाई देखाउनेछौँ बवालै मजा आउनेछ बवालै मस्ती गर्नेछौँ हामी त लास्ट घाम भइसक्यो नि यस्तो छ रोड बवाल छ बिचमा बाइक पनि हामीलाई धोका दिँदैछ गाइज केटाहरू बवालै मजा आउँदैछ बवालै हेर्न सक्नुहुन्छ यस्तो ठाउँ छ हामी बाटोमा इन्जोय गर्दा गर्दा जाँदैछौँ पानीको प्यास लागेको थियो पानी खाइसक्यो दाइ कस्तो लाग्दैछ रमाइलो लाग्दैछ बाटो खतरा छ हामी मान्छे पनि बवालै खतरनाकै छौँ कसैलाई मन पर्यो भने हामी कसैको बिहे भएको छैन कमेन्ट बक्समा हान्न सक्नुहुन्छ दाइलाई मन पर्यो भने दाइ मन पर्यो भने ए ऊ मन पर्यो भने बी यो मन पर्यो भने सी म मन पर्यो भने डी अब कसै मन पर्छ हानिहाल्नु पर्यो चाँडोभन्दा चाँडो केटाहरू बवालै छ बवालै ठाउँमा कसम यस्तो बाटो छ कि मैले त सोचेको थिएन यस्तो खतम बाटो होला भनेर होइन यस्तो छ केटाहरू बवाल छ गाईहरू उहाँ हेर्नु सक्नुहुन्छ सुपर बाइकमा कस्तो चल्दैछन् मलाई पनि थाहा छैन बवालै छ बवालै ठाउँ स्वर्गभन्दा कम छैन हाम्रो ठाउँ केटाहरू बाटो खतम छ है बाटो खतम छ यस्तो बाटो छ गाई छोडिदिनुहोस् सुपरमा त कस्तो छन् मलाई अचम्मै लागिरहेको छ दाइहरू दाइ कस्तो लाग्दैछ दाइले बवाल लाग्दैछ भन्यो यसै गरी हामी हाम्रो भ्यू देखाउनेछौँ गाइज हेर्न सक्नुहुन्छ यस्तो दामी छ जोगपुरामा आउनेलाई सजेस्ट गर्छौ कि यो बाटो नै गर्दैन भन त बाबु यो बाटो मान्छेलाई बाइक राम्रो छ सिङ्गल छ भनेपछि आउनु होला यस्तो डबल भारी बोके जस्तो नआउनु होला गाइज अप्ठ्यारो छ डबल सवारी अलि अप्ठ्यारो छ बाइक राम्रो कन्डिसनको हुनु पर्यो अनि पछाडि बस्ने मान्छे अलि वेट कम भयो भने मजा आउला जस्तो लाग्यो मलाई यो भाइ त भैँसी भन्दा कम छैन हाम्रो भाइ खतम छ खतम ओ माई गड तर मलाई बवाल लाग्दैछ मस्त मजा आउँदैछ होइन मजा आउँदैछ एकदम मजा आइरहेछ यो जोगपुरा र दैसी र जोगपुराको बिच सेन्टर हो होइन भाइ हो यो जोगपुरा र हाम्रो लिप्नाको दैजीको बिच सेन्टर लिप्ना हो हामी लिप्नामा रोकेर अवश्य भिडियो बनाउने छु त्यहाँ घरहरू पनि छन् 2-4 त्यो मजावाला लाइफ देखाउने छु हाम्रो लिप्नामा घर भएको मान्छे सबैजनाले लबी गरिदिने हो गाइज किनकि कसम म कस्तो भिडियो लिएर आउँछु हजुरले माया नै गर्नुहुन्न होइन त्यही भएर मलाई मजा लाग्दैन कि नेक्स्ट भिडियो कमेन्ट बक्समा हान्ने कि यहाँ जानु पर्यो यहाँको भिडियो बनाउनु पर्यो भनेर हस् त गाइज अहिलेको लागि यति नै हामी लिप्नामा देखाउने छु हाम्रो भिडियो गरौँ हामी एकचोटि अलि रामसँग चलाउ खतम छ ल रामसँग छ भाइ डेन्जर रहेछ डेन्जर आउने होइन त केटाहरू लिप्ना उहाँ हाम्रो दाइहरू हेर्न सक्नुहुन्छ हाम्रो पछि छन् त्यो बाइक त झन् खतम छ नि त बाइक त कन्डिसनमा हो नयाँ बाइक हो अलि यो एरिया यस्तै भयो बाटो यस्तै भयो नि त अफ रोड भयो डेन्जर बाटो छ तर लाइफको मजा नि त्यही हो यही हो कि होइन मजा यही हो ओ माई गॉड गाडी राजु यहाँ हेर्न सक्नुहुन्छ हाम्रो गाडी गयो एउटा गाडी हामी रोकिनु पर्छ बवाल ठाउँ छ बवाल केटाहरू हामी लिप्ना पुगिसकेका छौँ लिप्ना वी लभ लिप्ना ओ मा बाटो तर डेन्जर छ के बाटोको उसले हामी बोल्न पनि सकिरहेको छैन आउने होइन त यस्तो महेन्द्रनगरको गर्मी छोडेर चिल्लोमा बस्नको लागि लिप्ना हाम्रो तल्लो बजार लिप्नाको पुगिसकेका छौँ र मेन लिप्ना बजारमा हामी पुग्न आँटेका छौँ एउटा मोड छ एकदम रमाइलो लागिरहेछ बाटो त असाध्यै राम्रो छ गाइज
तर पनि हामी लिब्ना बजारमा पुगिसकेका छौँ। यहाँका घरहरू यहाँका बासिन्दाहरू देखाउनेछु तपाईँलाई। यो हाम्रो मकैबारी रहेको छ। हेर्न सक्नुहुन्छ यो हाम्रो लिब्ना बजार। गाइज हामी लिप्ना पुगिसकेका छौँ र हामीलाई यहाँ लास्ट तिर्खा लागेको छ। हामी पानी पिएर अनि हामी लाग्नेछौँ डडेलधुरातर्फ। उहाँ दाइ पानी किन्दैछन्। भाइ कस्तो लाग्यो तिमीलाई? टपी भाइ एकदम बढिया लाग्यो दाइ। यो बाटोमा के कस्तो भयो यहाँ हेरेर भन न। पछाबाट दाइ म पुगेपछि केटाहरूलाई बवालै लाग्यो, मजा आयो भाइ? मजा आउँदै थियो होइन? एकदम रमाइलो लाग्यो दाइ मलाई। उहाँ हाम्रो दाइले पानी किन्नु भएको छ टक्क पारेर। दाइ कस्तो लाग्यो हाम्रो यो यात्रा? यात्रा के हो बाँचेर आइयो। बाँचेर आइयो केटाहरू आउने होइन र बाँचेर फेरि लिप्नासम्म। जोगपुरा नसक्यो भने लिप्नासम्म त आउनै पर्यो अवश्य। बवालै ठाउँ छ, अनएक्सपेक्टेड के सोचेको थिएन यस्तो ठाउँ होला। अलगै लेभलका ठाउँ है भने जस्तै कि। वाउ व्हाट अ ब्युटी। गाइज यहाँ हामीले चाउचाउ खाएको छौँ लिब्नामा। दाइ कस्तो लागिरहेको छ तपाईँलाई? कस्तो लागिरहेको छ? बाइक चलाएर थाहा हुन्छ कस्तो लागिरहेको छ। ठिक छ, अब म बाइक चलाउने छु एक राइड। हेर्न सक्नुहुन्छ हाम्रो लिब्नाको यो डाँडामा घरहरू। दाइ के छ केटाकेटीहरू आउने होइन त लिप्ना? बवालै ठाउँ छ, बवालै मस्ती। यस्तो चर्को घाममा पनि हामी बाहिर बसेर मजाले खान सक्दैछौँ कि। चिल्ड छ यहाँ बाटो पनि बवालै छ। बाटो पनि बवालै छ, मान्छे पनि हामी बवालै छौँ। तपाईँहरू पनि बवालै हुनुहुन्छ मलाई थाहा छ। तिमी त झन् बवालै छौ। यो हाम्रो दाइले पुरा सेतो भेस्ट लगाएर आज कालो भइसकेको छ। ओ माई गॉड केटाहरू हामी फाइनल्ली बेतकोट नगरपालिका छोडिसक्दैछौँ र हामी प्रवेश हुँदैछौँ कञ्चनपुर जिल्ला चढेर डडेलधुरा जिल्ला। हेर्न सक्नुहुन्छ हाम्रो डडेलधुरा जिल्लाको गेट। Hey baby, come to डडेलधुरा। आउने होइन त डडेलधुरा? बल आउँछ, बल मस्ती रहेछ। यहाँ हेर्नु हाम्रो डडेलधुरा विकास भएको छैन रे। देउबाजीले विकास गर्नु नै भएको थिएन रे। ओ माई गॉड यति विकास भएको छ कि छोडिदिनुहोस्। हामी कञ्चनपुर जिल्लाको त्यो बाटो कस्तो बाटो थियो होइन? हामी यो डडेलधुरा जिल्लाको हाम्रो फर्स्टमै टर्निङमा यस्तो फिल आउँदैछ कि पुरै पानी पिस ग्राइबिल साइडमा पुरै खतरनाक बवाल ठाउँ बनाएको छ। बवालै छ। यहाँ हाम्रो दाइहरू हेर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। ओ माई गॉड के गर्नेछौँ। वाउ व्हाट अ ब्युटी यार। तर बाटो चाहिँ डेन्जर हो है। पुरै गिट्टी भिजा छ। ब्रेक हान्यो भने ज्याममै डोकिने हो केटाहरू। भाइ अलि अगाडि देखाउन स्ट्यान्ड लामो गरेर। कस्तो लाग्दैछ तिमीलाई? एकदम रमाइलो लागिरहेको छ। यो डडेलधुरा चाहिँ यस्तो बवाल ठाउँ रहेछ गाइज होइन? यसलाई भितल्ली, यसलाई चिनिने भनेको खासमा भितल्ली मधेस भनेर चिनिने हो। हामी मधेसको मान्छे भन्छौँ, त्यही भएर यो हाम्रो खास गरेर। ओ माई गॉड यो बोलेरो आइरहेछ गाइज। चलाउनै गाह्रो छ, धुलो खुवाएर गयो। हबेबी हामीले जोगपुरा जाँदाखेरि बाटोमा मोबाइल पायो होइन? यो नौला भन्ने ठाउँ रहेछ। नौला हामी मोबाइल जसको मोबाइल छ उहाँलाई रिटर्न गर्न जाँदैछौँ। कस्तो एक्सपेक्टेसन हुने रहेछ हेरौँ होइन? हामीले फाइनल्ली मोबाइल भेट्टा थिएँ। मोबाइल दिइसके। उहाँ दिदीको मोबाइल रहेछ। दिदी के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ? ओके दिदी ओके ल बाई। हस् त गाइज हामीले भेटेको मोबाइल दिएर हामी फेरि रिटर्न भयो हाम्रो जोगपुरा राइडको लागि। के छ हामी यस्तै हो केटाहरू। त्यो पाएको चिज छोड्ने होइन, दिने हो, लग्ने होइन है कसैले पनि। हेलो गाइज यस्तो बवाल ठाउँ छ होइन? म के नै भनौँ के। ओ माई गड देख्न सक्नु होला यो पानीका मुहानहरू फुटेका छन्।
बस्नु चाहिँ पाहाडमै हो के तर आम ओहो आम पनि बवाल हुने रहेछ त भाइ यता यहाँ त ठाउँ नै बवाल छ त्यहाँ हेर्न सक्नुहुन्न ओ मा के हो त्यो भाइ त्यहाँ देखाउ त क्यामेरा क्यामेरा त्यहाँ देखाउ वाह यार खतरा छ बाटो पनि त्यस्तै खतरनाक छ हैन हामीले यति इन्जोय गरेर छौँ कि छोड्देऊ गाइज हैन हामी बाइकमै छौँ एकचोटि पनि हामी बसेका छैनौँ गाइज डबल काम हुँदैछ मेरो त डबल ड्युटी हाने जस्तै हुँदैछ ओ मा घुम्दैन त बवालले मजा आउँदैछ हामीलाई त खतरनाक ठाउँमा आछौँ खतरनाक ठाउँमा गए जस्तो लाग्दैछ जन्नत हाम्रो यो पश्चिम नेपालको पश्चिम कुनै स्विजरल्यान्ड भन्दा कम छैन नि गाइसमा होइन दाइ तिनीहरू थाकेर त्यहाँ बसेका छन् दाइ तिनीहरूलाई हेर्न सक्नुहुन्छ ओ होइन दाइ तिनीहरूलाई हेर ल गाइज बाटो डेन्जर छ मैले त्यहाँ हेऱ्यो कि गयो नजर घटी की दुर्घटना घटी ऐसा वाला उसमें हो अभी में बवाल छ पत्थरले बनेको बाटो छ ओ माई गॉड हाम्रो दाइहरू माथि नै उभिया छन् देख्न सक्नुहुन्छ गाइस यस्तो बवाल छ नि फाइनली हामी जोगपुरा पुगिसकेका छौँ हामीलाई यहाँ लास्ट गाह्रो भयो अहिले हामी मस्त पारेर बस्दैछौँ एउटा पिपल चौतारीको मस्त ठाउँमा भाइ कस्तो लाग्यो तिमीलाई एकदमै रमाइलो लाग्यो दाइ जोगपुरा पुग्दासम्म के भयो तिम्रो केही दुख्या त छैन कहीँ अहिलेसम्म त छैन अब जाँदा दुख्छ अहिलेसम्म दुखेको छैन जाँदा चाहिँ दुख्छ अवश्य किनकि त्यति नै आजै जानुपर्ने छ नि त हामीले बवालै ठाउँ छ भाइ केही भन्नु छैन दाइ मलाई त केटाहरू यहाँ पुग्दासम्म मरेल जस्तो भइसकेको छ